के हेर भाइ यता हेर न त अन्त अब छ नि यता हेर त माथि त्यो गाडी छ नि गाडी माथि गाडी लगेर जाउँ न हामी दुईजना किन हौ डर लाग्छ किन डर लाग्नु तिमी नयाँ है यहाँ गुम्बामा नयाँ पढ्न आएको तँलाई थाहा छ त अन्त सोधेको नि त अनि मैले अन्त तिमी लामा पढेर चाहिँ पछि ठुलो हुने है भनेपछि होइन अन्त गाडीमा चढ्नु चाहिँ किन डर लाग्छ तिमीलाई चाहिँ चढ्नु त डर लाग्दैन नि यहाँ त कति छ डर लाग्दो बाटो जाउँ तिमी र म छ नि म लडाउँदिनँ नि गाडी हो माथि डाँडामा पुगेर आऊ न गाडी लगेर अन्त अब स्कुटीमा जाउँ न स्कुटीमा जान्दिनँ स्कुटीमा त झन् स्कुटीमा चाहिँ किन त्यता जाने जस्तो हल्ले भने पल्टिहाल्छ पल्टिँदैन म पक्रिन्छु नि तिमीलाई आज भर्खर आएको मर्नु के हो होइन होला त्यति साह्रो त भाइ अन्त तिमी चाहिँ के कहिले पनि नमरिकन बस्छ क्या भन्दा एक दिन त मरेर जानु त हो नि किन डर गर्नु यो कुन चाहिँ नक्कली सिक्किम हो कि असली यो नक्कली सिक्किम हो त्यस्तै त्यस्तै हो किन नक्कली सिक्किम चाहिँ यस्तो हुँदो रहेछ सिक्किम अझै छ भन्दैछौ सिक्किम यो चाहिँ अनि छेउमा यो छिट्टो आइपुग्यो नि त हामी 6:30 बजी निस्केको राति आइपुग्यो अनि सिक्किम त कति 4-3 दिनमा पुग्छ होइन कहाँ त्यस्तो तिमी त अनि माथि अमेरिका गएको भन्दा पनि अन्त त्यस्तो कुरा भइहाल्यो नि त्यो त यस्तो गर कि त्यो माथि जुन चाहिँ डाँडा देख्दैछौ नि तिमीले माथि डाँडा देख्दैछौ नि माथि डाँडा पुगेर आउन ल हिँड्दै होइन हौ हिँडेर होइन हौ गाडीमा उहाँ भाइ चाहिँ अब नयाँ हो बिचरा एकदमै अब लामा पढ्नु मन परेको छ अरे बुद्ध जयन्ती चाहिँ कहिले हो अरे भाइ मे 12 तारिक 12 तारिक है कसले भन्यो तिमीलाई यस्तो हो भनेर चाहिँ मेले उसको नाम चाहिँ मानव लामा अरे हो अन्त ऊ चाहिँ एकदमै मान्छे एकदमै अब के भन्यो भने पढ्नु भनेर आएको अरे अन्त होइन ऊ चाहिँ अब अलिक घरको याद आएर रुँदैछ अरे अहिले है आँखामा आँसुहरू बोकिरहेछ तिम्रो घरको याद आएको छैन नि याद आउँछ अनि किन रुनु पढ्नु भनेर आएको रुनु छ क्या त्यो चाहिँ राम्रो कुरा गरे तिमी सानो मान्छे भएर पनि ठुलो कुरा गरेको त्यो चाहिँ अन्त अब के अनि सबैजना एउटा अर्थ मात्र छ नि थोरै न थियो उता छ के भने तिमी चाहिँ पनि त घर त जाने हो नि अन्त अब कति वर्ष पछाडि जाने म अब यहाँ छुट्टी भएपछि पढिकन अब छुट्टी त एकैचोटि 10 वर्ष पछाडि मात्रै पाउँछौ तिमीले त्यतिखेर जाने ठुलो भएर जाने नि ए ल ल त्यसो चाहिँ अन्त भनेपछि मैले आँखामा अलिअलि आँसु देख्दैछु त तिम्रो त अन्त होइन खोइ आँसु छैन खोइ 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 देखाउ त अलिअलि छ हौ तिम्रो छैन अलिअलि छ हेर त ऊ हेर त रियो 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 होइन अलिअलि त अब तर किन रुनु है होइन र अन्त याङ्गेल कस्तो रहेछ मेरो भाइ अनि राम्रै छ याङ्गेल ठिकै छ अन्त चकचके तिमी चाहिँ छैन म त आज तिम्रो फर्स्ट दिन क्लास गयो नि त कस्तो भयो फिल चाहिँ राम्रै लाग्यो राम्रै लाग्यो अनि मिसले गुड भन्यो राम्रो पढेर तिमीले के पढ्यौ त्यस्तो ऊ चाहिँ इङ्ग्लिसहरूको सबै लेख्यो त मैले एकै तालमा सबै फटाफट लेख्यो तिनीहरूले त देखाउनै खोज्दैन मैले त सबै लेख्यो मिसलाई सोध्नु न भाइ अर्को नेपाली मिसले राम्रो भने त फेरि भोलि यो सोध्छ अरे इङ्ग्लिस मिसले राम्रो भन नेटले पनि राम्रो भन अन्त उयो अर्को टिबिटेन सिकाउनेले चाहिँ घेलाले चाहिँ खोइ घेला होइन त घेलाले त यो यस्तो भने अनि के भन्छ दोमा कुनै के भन्दै थियो के भन्दै थियो अन्त उसले चाहिँ तिमीलाई के भनेन अन्त अनि यस्तो पनि दोमा कुनै यस्तो यस्तो गर्दैछ अनि यस्तो गर्दैछ कस्तो गर्दैछ अनि भुल्लो ल त्यसो भने हाम्रो भिडियो यतिमै राख्दिउँ है
कहाँ घरमा भेट्ने होइन हाम्रो अब मैले भिडियो बनाउँदैछु नि त होइन यो भिडियो यतिमै राखिदिउँ है के चाहिँ भनेको यो मैले भिडियो बनाइरहेको छु कि मोबाइलमा होइन अहिले अन्त यो भिडियो चाहिँ यतिमै राखिदिउँ है भनेको डिलिट हान्दिनँ कि होइन होइन अब स्टप गर्नु पऱ्यो नि त पहिला भिडियो चाहिँ डिलिट गर्नुको लागि पनि अन्त के गर्ने स्टप गरिदिन्छु ल बाई बाई भनिदिनु सबैलाई बाई ल अब डिलिट हान्नु बाई कमेन्ट सेयर गरिदिनु है लाइक कमेन्ट गरिदिनु सब्सक्राइब गरिदिनु डिलिट चाहिँ नगर्नु है डिलिट चाहिँ गर्नु है डिलिट पनि गर्नु भन्छ लाइक पनि गर्नु भन्छ सेयर पनि गर्नुपर्छ भने के भने तिमीले अन्त डिलिट चकलेट दिनु चकलेट कसलाई मलाई अन्त त्यसो भने त अन्त लाइक गर्नु सब्सक्राइब गर्नु होइन त्यो भन्नु पर्यो नि त लाइक गर्नु सब्सक्राइब गर्नु म ठुलो भाइको घरमा आइकन टिटिटिङ गरिदिन्छु लु भएन